ओके ल आज चाहिँ हामी प्रोटिन्सको बारेमा कुरा गर्दैछौँ है। सो सुरुमा चाहिँ हामी प्रोटिनको स्ट्रक्चरल अर्गनाइजेसन भन्ने हुन्छ के। सो स्ट्रक्चरल अर्गनाइजेसन अफ प्रोटिन है। प्रोटिनको स्ट्रक्चरल अर्गनाइजेसन हेर्छौँ है हामी। स्ट्रक्चरल अर्गनाइजेसन प्रोटिन। सो सबभन्दा सुरुमा प्राइमरी स्ट्रक्चर हुन्छ है। प्राइमरी स्ट्रक्चर, दिस इज द प्राइमरी structure. This will lead to the formation of the secondary structure है। secondary structure, this will lead to formation of the tertiary structure है। tertiary structure, and this will lead from the quaternary structure है। सो पहिला प्राइमरी स्ट्रक्चर बुझ्नु पर्यो, सेकेन्डरी स्ट्रक्चर, टर्सियरी स्ट्रक्चर र क्वाटर्नरी स्ट्रक्चर। सो प्रोटिनको स्ट्रक्चरल अर्गनाइजेसन फोरवटा ग्रुपमा डिभाइड हुने रहेछ। प्राइमरी स्ट्रक्चरबाट चाहिँ सेकेन्डरी स्ट्रक्चर बन्द रहेछ, अनि सेकेन्डरी स्ट्रक्चरबाट चाहिँ टर्सियरी स्ट्रक्चर र टर्सियरी स्ट्रक्चरबाट चाहिँ क्वाटर्नरी स्ट्रक्चर बन्द रहेछ है। सो नर्मली अब हेर्छौँ भने प्राइमरी स्ट्रक्चर भनेको इट इज दि लिनियर सिक्वेन्स अफ एमिनो एसिड के। लिनियर सिक्वेन्स अफ एमिनो एसिड है। एमिनो एसिड को लिनियर सिक्वेन्स इज द प्राइमरी स्ट्रक्चर है। सो दिस इज द प्राइमरी एमिनो एसिड, दिस इज द डट ओके, दिस इज द प्राइमरी स्ट्रक्चर है। दिस इज द प्राइमरी स्ट्रक्चर। अब यसको फोल्डिङ भयो, अब यसको फोल्डिङ अथवा यसको हेलिक्स बन्यो भने है ए सरी ए ए ए ए ए ए ए ए ओके, दिस इज द हेलिक्स है। दिस अल्फा हेलिक्स है। दिस इज द सेकेन्डरी स्ट्रक्चर है। सेकेन्डरी स्ट्रक्चर हो यो। अब यो अल्फा हेलिक्सको फोल्डिङ भयो भने है, अल्फा हेलिक्सको फोल्डिङ भयो भने चाहिँ दिस विल लिड टु द फर्मेसन अफ द स्ट्रक्चर लाइक दिस है। यस्तो स्ट्रक्चर दिन्छ है। फर्दर फोल्डिङ भइसकेपछि के हुन्छ, यस्तो स्ट्रक्चर दियो है। ओके, यस्तो स्ट्रक्चर दियो। दिस इज द टर्सियरी स्ट्रक्चर है। टर्सियरी स्ट्रक्चर है। दिस इज टर्सियरी स्ट्रक्चर। अनि यो टर्सियरी स्ट्रक्चरमा यो पार्ट छ नि, यो पार्ट, यति पार्ट भनेको यो पार्टभित्र चाहिँ सेकेन्डरी स्ट्रक्चर हुन्छ कि हैन। अनि सेकेन्डरी स्ट्रक्चरको यति सेगमेन्टमा चाहिँ हेर त, सरी, यो सेकेन्डरी स्ट्रक्चरको यति सेगमेन्ट हेर त, दिस सेगमेन्ट है, दिस सेगमेन्ट इज द प्राइमरी स्ट्रक्चर है। सो कसरी अर्गनाइज बनाउने रहेछ हेर त। प्राइमरी स्ट्रक्चरबाट चाहिँ यो बन्द रहेछ सेकेन्डरी स्ट्रक्चर। यो सेकेन्डरी स्ट्रक्चर अर्गनाइज, यो चाहिँ यो सेकेन्डरी स्ट्रक्चर त यसरी बस्दो रहेछ। अनि यो टर्सियरी स्ट्रक्चर बन्यो है। टर्सियरी स्ट्रक्चर बन्यो। दिस इज द टर्सियरी स्ट्रक्चर। अब यसलाई चाहिँ तिमीले पोलिपेप्टाइड भन्यो। पोलिपेप्टाइड यहाँ पनि बनाएको थियो, खासमा फोल्डिङ भयो के। दिस इज द फोल्डिङ अफ पोलिपेप्टाइड है। फोल्डिङ अफ पोलिपेप्टाइड है। पोलिपेप्टाइड है। अब यो पोलिपेप्टाइड यस्तो एउटा वान पोलिपेप्टाइड वान भयो, पोलिपेप्टाइड वान है। दिस इज पोलिपेप्टाइड है। दिस पोलिपेप्टाइड। अब यस्तै धेरैवटा पोलिपेप्टाइड आयो भने चाहिँ स्ट्रक्चर कस्तो हुने भयो थाहा छ। यस्तो यस्तो लाइक दिस, ब्लू यहाँ ओके, एन्ड कोही एन्ड कुन कलर, व्हाइट, येलो ओके। दिस इज द 4 पोलिपेप्टाइड्स है। 4 पोलिपेप्टाइड्स हैन, डिफ्रेन्ट पोलिपेप्टाइड मिलेर दिस फर्म द क्वाटर्नरी स्ट्रक्चर है। स्ट्रक्चर क्वाटर्नरी स्ट्रक्चर चाहिँ डिफ्रेन्ट पोलिपेप्टाइड मिलेर बन्दो रहेछ। सो बेसिकली अब यो पोलिपेप्टाइड छ नि, दिस पोलिपेप्टाइड है, दिस पोलिपेप्टाइड, दिस विल कन्भर्ट इन्टु दिस है। ओके, यो पोलिपेप्टाइड चाहिँ यो भनेको यो हेर त, यो भनेको दिस इज द यो। त्यस्तै अर्को होला, अर्को टर्सियरी स्ट्रक्चर होला, त्यस्तै अर्को टर्सियरी स्ट्रक्चर होला है। टर्सियरी स्ट्रक्चर होला। सो टर्सियरी स्ट्रक्चर मिलेर चाहिँ क्वाटर्नरी स्ट्रक्चर बन्दो रहेछ। र टर्सियरी स्ट्रक्चर बन्नको लागि चाहिँ सेकेन्डरी स्ट्रक्चर मिल्नु पर्दो रहेछ, र सेकेन्डरी स्ट्रक्चर बन्नको लागि चाहिँ प्राइमरी स्ट्रक्चर मिल्नु पर्दो रहेछ है। अब यसको डिटेलमा कुरा गर्नेवाला नै छौँ हामी है। प्राइमरी स्ट्रक्चरमा जाऊँ है। सो सुरुमा हामीले प्राइमरी स्ट्रक्चर बुझौँ है। सुरुमा त प्राइमरी स्ट्रक्चर है। प्राइमरी स्ट्रक्चर 1 डिग्री भन्छ है। 1 डिग्री अथवा प्राइमरी स्ट्रक्चर बुझौँ है। सो इट इज अ लिनियर चेन अफ अमिनो एसिड है। लिनियर चेन अफ
एमिनो एसिड्स को लिनियर चेन है ओके हेल्ड टुगेदर बाई द कोभ्यालेन्ट और पेप्टाइड बोन्ड है हेल्ड टुगेदर बाई पेप्टाइड बोन्ड है पेप्टाइड बोन्ड अल्सो कल्ड एज अमाइड लिङ्केज के है अमाइड लिङ्केज पनि भने नि त्यही छ ओके पेप्टाइड बोन्ड अथवा अमाइड लिङ्केज है अनि यो अमाइड लिङ्केजमा पोलिपेप्टाइड चेनमा मैले हिजो कुरा गरेको थिएँ योभन्दा अघिल्लो पार्टमा देयर इज समथिङ कल्ड एज एल टर्मिनल है एन्ड सी टर्मिनल है सी टर्मिनलमा COH फ्री हुन्छ है एल टर्मिनलमा NH2 है NH2 फ्री हुन्छ ओके दुईटा इन्ड भयो है यो इन्ड भयो यो पोलिपेप्टाइड भयो दिस इज द पोलिपेप्टाइड है दिस इज पोलिपेप्टाइडको यो दुईटा इन्ड भयो है वान इन्ड यो के अरे अर्को इन्ड एनदर इन्ड ओके सेकेन्डरी स्ट्रक्चर है प्राइमेरी स्ट्रक्चरमा यति नै थियो अब सिम्पली प्राइमेरी स्ट्रक्चर हेर्छौँ भने मैले देखाएको हिजो देखाएको यो एमिनो एसिड भयो यो पनि एमिनो एसिड भयो यो पनि एमिनो एसिड भयो यो पनि एमिनो एसिड भयो दिज आर लिङ्क टुगेदर है यसरी लामो चेन बनाउँ भने चाहिँ दिस इज 1 डिग्री स्ट्रक्चर है 1 डिग्री स्ट्रक्चर अफ प्रोटिन है दिस इज द अब सेकेन्डरी स्ट्रक्चर हेर्छौँ भने चाहिँ है सेकेन्डरी स्ट्रक्चर सेकेन्डरी स्ट्रक्चर है सेकेन्डरी स्ट्रक्चर अथवा 2 डिग्री हुन्छ सेकेन्डरी स्ट्रक्चरमा चाहिँ हेर यसै सेकेन्डरी स्ट्रक्चरमा दुईटा स्ट्रक्चर हुन्छ त्यसपछि दुईटा फर्म हुन्छ अल्फा हेलिक्स भन्छ है अल्फा हेलिक्स र बीटा प्लिटेड सीट भन्छ है बीटा प्लिटेड सीट सो द्याट इज फर्म सेकेन्ड स्ट्रक्चर इज फर्म बाई द फोल्डिङ है फर्म बाई फोल्डिङ है फर्मड फ्रम प्राइमेरी स्ट्रक्चर है प्राइमेरी स्ट्रक्चरबाट नै हुन्छ प्राइमेरी स्ट्रक्चरबाट बन्ने हो बाई फोल्डिङ है बाई स्लाइड फोल्डिङ है स्लाइड फोल्डिङ अफ प्राइमेरी स्ट्रक्चर है प्राइमेरी स्ट्रक्चरको स्लाइड फोल्डिङ स्ट्रक्चरको स्लाइड फोल्डिङ र स्टेबलाइज्ड बाई प्रिडोमिनेन्टली हाइड्रोजन बोन्डिङ है एस बोन्डिङ हाइड्रोजन बोन्डिङले स्टेबलाइज हुन्छ है सो अल्फा हेलिक्स र बीटा प्लेटेड सीट भनेको थिएँ नि सो अल्फा हेलिक्स भनेको के हो सुरुमा अल्फा हेलिक्स कुरा गरौँ है अल्फा हेलिक्स ओके दिस इज राइट ह्यान्डेड है दिस इज राइट ह्यान्डेड कोइल्ड और स्पाइरल कन्फर्मेसन और कन्फर्मेसन पनि भन अथवा स्ट्रक्चर भन है कन्फर्मेसन स्ट्रक्चर है there is hydrogen bonding है it is stabilized by the hydrogen bonding between this NH है NH and COO ग्रुप है CO भन्दा पनि यसलाई चाहिँ कसरी लेख्न भन्दाखेरि this NH and the double bond okay this group CO group भन न CO group NH and CO है NH and CO है अब यो हेर्छौँ भने स्ट्रक्चर हेर्छौँ भने यसको हेर है कस्तो देखिन्छ भन्दाखेरि मैले हिजो देखाएको थिएँ पोलिपेप्टाइड है पोलिपेप्टाइड मैले देखाएको थिएँ नि सो पोलिपेप्टाइडमा अब यसलाई अल्फा हेलिक्समा एरेन्ज गर्न पर्यो भने यहाँ हेर कस्तो देखिन्छ त्यस्तो स्ट्रक्चर भन्दा ओके दिस इज द N दिस इज द H ओके NH C डबल बोन्ड O ओके C डट होला यतापट्टि दिस इज द पेप्टाइड बोन्ड है दिस इज द पेप्टाइड बोन्ड है गाइज दिस इज द पेप्टाइड बोन्ड दिस इज द पेप्टाइड बोन्ड है ओके दिस इज द पेप्टाइड बोन्ड अब C अब माथिपट्टि एउटा H होला तलपट्टि कुनै एमिनो एसिडको अल्काइल ग्रुप होला है त्यस्तो अल्काइल ग्रुप एन्ड दिस इज लिङ्क टु NH है फेरि H आयो तलपट्टि NH अब यो एउटा यो के अरे यो फ्रन्ट भयो है यो दिस फर्म द फ्रन्ट अफ द एउटा चेन यो अल्फा हेलिक्सको फ्रन्ट बनायो यसले चाहिँ अब यस्तै गरेर ब्याकमा पनि होला यस्तै गरेर एउटा बोन्ड ब्याकमा पनि आउला है यस्तै गरेर ब्याकमा पनि आउला दिस फर्म द ब्याक है अब फ्रन्ट ब्याक भयो अब फेरि फ्रन्ट आउनु पर्यो है
दिस विल लिड फ्रन्ट है फेरि फ्रन्ट आउनु पर्यो है ओके फ्रन्ट दिस इज द फ्रन्ट ओके अलिकति ठुलो गरौँ यसलाई दिस इज द फ्रन्ट है दिस इज द फ्रन्ट ओके अब चाहिँ यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि यहाँ हेरे तल्तिर पनि तिम्रो यस्तै बोन्ड बन्दै बन्दै आएर यहाँ हाम्रो एच थियो नि है एच थियो यहाँ बोन्ड बन्दै आएर यहाँ के होला त सी डबल बोन्ड ओ होला है सी डबल बोन्ड ओ त्यसपछि सी एच एन्ड देयर इज आर ग्रुप है देयर इज आर ग्रुप एन्ड सी ओके सी द्याट इज द एनएच है एनएच होला है एनएच होला त्यसपछि सी डबल बोन्ड ओ ओके द्याट इज द सी एच फेरि आर होला ओके दुईटा अर्को भयो है सो यहाँ हेर है दिस इज दी कहाँ छ पेप्टाइड लिङ्केज है यो फ्रन्टमा हेरिरहेको छौँ हामीले दिस द फ्रन्ट भ्यू है मैले ब्याकको कुरा गरिरहेको छैन दिस द फ्रन्ट भ्यू है दिस द फ्रन्ट भ्यू ओके दिस इज द ब्याक यो पोर्सन ब्याक पछाडिपट्टि हेरिरहेको छ हामीले अगाडि मात्र हेरिरहेको छ कि अनि अगाडि हेर्दा चाहिँ दिस इज द अमाइड लिङ्केज अथवा दिस इज द अमाइड लिङ्केज दिस इज द पेप्टाइड बोन्ड्स है दुईटा पेप्टाइड बोन्ड्स र यो यसमा पनि यो पनि पेप्टाइड बोन्ड हो है यो पनि पेप्टाइड बोन्ड हो र यसले बनाउने यहाँ छ नि यो पनि पेप्टाइड बोन्ड है दिस इज अल्सो द पेप्टाइड बोन्ड है ओके अब यो पेप्टाइड बोन्ड चाहिँ कहाँ गएर एट्याच भएको छ भन्दाखेरि यतापट्टि यो पछाडिपट्टि अनि यो चाहिँ यताबाट सुरु भयो होला नि त पछाडिको स्ट्रक्चर त बनाएको छैन मैले सो अब यहाँ हेर है हाइड्रोजन बोन्ड कसरी बस्छ यहाँ हेर है एनएचको यो एनएच ग्रुपको हाइड्रोजन बोन्ड दिस विल पार्टिसिपेट हाइड्रोजन बोन्ड अक्सिजन सीओ ग्रुप है हेर यहाँ हेर ओके दिस इज द सीओ ग्रुप है दिस इज सीओ ग्रुप एन्ड दिस इज द एनएच ग्रुप है हाइड्रोजन बोन्डिङ हेर त दिस इज द हाइड्रोजन बोन्डिङ के दिस इज द हाइड्रोजन बोन्डिङ अनि त्यस्तै गरेर यहाँको एच ग्रुप र तलको ओएच ग्रुप है सेम केस एनएच र सीओ है ओके त्यस्तै गरेर यसले पनि तलपट्टि हाइड्रोजन बोन्डिङ बनाउला है यसले पनि माथिपट्टि हाइड्रोजन बोन्डिङ बनाउला सो दिस इज स्टेबलाइज्ड बाई द हाइड्रोजन बोन्डिङ के देयर इज हाइड्रोजन बोन्डिङ है हाइड्रोजन बोन्डिङ यो यति मात्र देखाउन खोजेँ मैले तिमीहरूलाई देयर इज एक्सटेन्सिभ हाइड्रोजन बोन्डिङ है देयर इज एक्सटेन्सिभ हाइड्रोजन बोन्डिङ अल्फा हेलिक्सको स्ट्रक्चर यस्तो हुन्छ है दिस इज स्ट्रक्चर अफ द अल्फा हेलिक्स दिस द मोलिकुलर स्ट्रक्चर अफ द अल्फा हेलिक्स ओके अनि यो चाहिँ हेर्दाखेरि कस्तो देखियो त हेर त दिस इज लुक्स लाइक द कर्क स्क्रू सेप है भनेको त्यो काँटी जस्तो के त्यो स्क्रु जस्तो हुन्छ नि त्यो ठोक्नेवाला त्यो उसमा छोडिदेऊ केमा भनेर कर्क स्क्रू सेप भनेर याद राख न कर्क स्क्रू सेप है अनि अल्सो कस्तो देखियो त भन्दाखेरि यो पहिला तिमीले टेलिफोन देखेछ भने टेलिफोनको त्यो कर्ड हुन्छ नि तार त्यो टेलिफोनको तार पनि यस्तै हुन्छ कि अल्फा हेलिक्स इट लुक्स लाइक द टेलिफोन कर्ड के टेलिफोनको कर्ड भन्छ यसलाई टेलिफोनको कर्ड लाइक स्ट्रक्चर है कर्क स्क्रू सेप अर टेलिफोन कर्ड लाइक स्ट्रक्चर है 3 डाइमेन्सनल चाहिँ भयो यो पनि भयो ओके अल्फा हेलिक्सको बारेमा यति नै जानिराख है अहिलेलाई सो अर्को छ बिटा प्लेटेड सिट भन्ने है बिटा प्लेटेड सिट ओके यो प्लेटेड भन्नेको कस्तो भन्दाखेरि प्लेटेड भनेको चाहिँ तिमीले कपी छ कपीलाई तिमीले 10 चोटि फोल्ड गर्यो है मान यो कपी हो एकचोटि यहाँबाट फोल्ड गर्यो अनि यसलाई चाहिँ यता ल्यायो अनि फेरि यसलाई चाहिँ अब यो फोल्ड भयो है अब यो फोल्ड भयो ओके के भयो यार अब यो फोल्ड भयो अनि तिमीले यता ल्यायो है ओके यो फोल्ड भएर यता आयो अब यसलाई फेरि यताबाट फोल्ड गर अब यो पनि डट हुन्छ है यो पनि डट हुन्छ र यो फेरि यता आउँछ सो यसरी फोल्ड गर अनि फोल्ड गरेर एउटा यस्तो भन्छ नि त यस्तो भन्छ अनि मल्टिपल लेयर हुन्छ है मल्टिपल लेयरवाला भन्छ है सो यस्तो बनेरलाई अब तिमी ओपन गर है यो कपीको पार्नलाई ओपन गर्यो भने तिमीले कस्तो देख्छौ त हेर है यस्तो ओके यो देख्छौ नि तिमीले रुक अलि भएन कस्तो देख्छौ भन्दाखेरि तिमीले यस्तो ओके दिस यस्तो देख्छौ नि तिमीले ओके दिस है यस्तो देख्छौ है लाइक दिस है कपीको पार्नमा यस्तो देख्छौ है तिमीले यस्तो देख्छौ है
हो यस्तो देख्छौ नि दिस इज द प्लेटेड के प्लेटेड एपियरेन्स यसलाई भन्छ कि सो प्लेटेड एपियरेन्स यसलाई हो सो अब यो प्रोटिनहरू दुईटा चेन छ नि दुईटा यो प्राइमरी स्ट्रक्चर दुईटा प्राइमरी स्ट्रक्चरको स्पेलिङ पनि के हो के एसटी स्ट्रक्चर है दुईटा प्राइमरी स्ट्रक्चर चाहिँ यसरी एरेन्ज हुन्छ कि तिनीहरूले प्लेटेड अपियरेन्स दिन्छन् अरे के दिस विल गिभ द प्लेटेड अपियरेन्स सो त्यसैले हामीले यसलाई चाहिँ बिटा प्लेटेड है प्लेटेड सीट किनभने पेपर जस्तो तर प्लेटेड भनेको यस्तो तलमाथि के यस्तो तलमाथि के यस्तो तल यहाँ तलमाथि जस्तो के सो यस्तोलाई चाहिँ प्लेटेड भन्यो सीट भनेको प्लेन पेपर जस्तो भएर त्यसैले यसलाई चाहिँ बिटा प्लेटेड सीट भन्छ है अब यो बिटा प्लेटेड सीटमा दुईटा प्राइमरी स्ट्रक्चर है दुईवटा टू प्राइमरी स्ट्रक्चर और लिनियर टू पोलिपेप्टाइड चाहियो है सिम्पली टू पोलिपेप्टाइड चाहियो है अब टू पोलिपेप्टाइडको आधारमा बिटा प्लेटेड सीट पनि प्यारलल र हैन प्यारलल बिटा प्लेटेड सीट हुन्छ प्यारलल र एन्टी प्यारलल भन्ने हुन्छ है एन्टी प्यारलल एन्ड एन्टी प्यारलल बिटा प्लेटेड सीट है बिटा प्लेटेड सीट्स भन्ने हुन्छ है बिटा प्लेटेड सीट्स प्यारलल एन्ड एन्टी प्यारलल है बिटा प्लेटेड सीट्स ओके प्यारलल एन्ड एन्टी प्यारलल बिटा प्लेटेड सीटमा अब के हुन्छ भन्दाखेरि एन्टी प्यारललमा चाहिँ हेर है एन्टी प्यारललमा जुन बिटा स्ट्रान्ड हुन्छ नि दिस स्ट्रान्ड दे आर इन यो एन्टी प्यारलल स्ट्रान्डमा चाहिँ हैन सक्सेसिभ स्ट्रान्ड्स आर अरेन्ज्ड इन अल्टरनेट डाइरेक्सन हैन सो दैट द यो एनएच ग्रुप र सीओ ग्रुप चाहिँ फेसेस अपोजिटली के सो फेसेस फरवर्डली के अपोजिटली भन्दा पनि फेसेस टुवर्ड्स इच अदर है अपोजिटली नै कि टुवर्ड्स इच अदर एन्टी प्यारललमा चाहिँ अनि यो प्यारललमा चाहिँ अपोजिटली फेस गर्छ के सो त्यसो हुनाले चाहिँ प्यारललमा चाहिँ बोन्डिङ चाहिँ र्यान्डम हुन्छ एन्टी प्यारललमा चाहिँ अबिट अरेन्ज्ड हुन्छ के बोन्डिङ है अब हेर मै कसरी हुन्छ भन्दाखेरि यहाँ हेर है दिस इज द एउटा पोलिपेप्टाइड चेन ड्रा गरौँ है पोलिपेप्टाइड चेन चाहिँ हेर है दिस इज द एन दिस इज द एच ओके दिस एनएच this is the C and this is the H, this is the R, right? Alkyl group, and this is the C double bond O, okay? Carboxyl group, and this is again N, this is H, right? This is the C, this is the H, and this is the R, okay? And this is the C, and this is the double bond O, and this is the N, this is the H, right? And H, okay? This is the C, and this is the R. This is the H, hey? This is the R, this is the H, and this is the C, this is the double bond O. यस्तै गरेर हुन्छ है अब सेम प्यारलल स्ट्यान्डमा चाहिँ द स्ट्यान्ड इज प्यारलल के सो सेम स्ट्रक्चर ड्रा गर्नु पर्यो है प्यारलल हुन्छ है स्ट्यान्ड H C H R ओके C double bond O N H C H R C double bond O N H C R H C double bond O okay this is the parallel strand है this is the parallel strand है this is the parallel है दुईटा स्ट्यान्ड प्यारलल छ नि त these are the parallel strand है these are the parallel strand हैन अब एन्टी प्यारललमा चाहिँ उल्टो हुनु पर्यो ठ्याक्कै उल्टो हेर त के भनेको थिएँ भन्दाखेरि मैले एन टर्मिनस भन्छ नि एन टर्मिनल दिस इज द एन टर्मिनल है वेट ओके दिस इज द एन टर्मिनल एन्ड दिस इज द सी टर्मिनल पनि भन्छ है सी टर्मिनल भन्दा पनि टर्मिनस अथवा सी एनएच ग्रुप र सिओएच ग्रुप चाहिँ अपोजिटली के अरे फरवर्डली फेस हुन्छ भनेको दे फेसेस इच अदर है दे फेसेस इच अदर यहाँ है फेस इच अदर गर्दाखेरि कस्तो हुने भयो भन्दाखेरि दिस इज द सिओएच सी डबल बोन्ड ओ this is C, this is the R, this is the H, okay, and this is the NH, right? This is the C, this is the R, right? This is C, this is the H, this is the R, right? Na NH, okay. Okay. You say, okay. You say stones here. This is the NH, and this is the C double bond O. This is the C double bond O, C double bond O. And this is the C, comma H, C, comma R, H. This is the NH, this is the NH, and this is the C double bond O, C double bond O,
and this is the C, R, H, and this is the NH है, this is the NH. यस्तै गरेर चेन जाने भयो, हेर त यस्तै गरेर चेन जाने भयो. So this is anti parallel है. यसमा के भयो, NH group र COH group faces each other है, NH group र COH group faces each other है, NH group COH group faces each other है. हेर त कस्तो राम्रो फेस गरिरहेको छ, हेर त NH लाई सँगै COH हेरे. त्यसो हुनाले यहाँ यो दुईटामा चाहिँ हाइड्रोजन बन्डिङ हुने भयो के, इफेक्टिभ हाइड्रोजन बन्डिङ हुने भयो. हेर त कस्तो राम्रो हाइड्रोजन बन्डिङ भइरहेछ. तर यहाँ माथि हेऱ्यौ भने तिमीले हाइड्रोजन बन्डिङ कहाँ देख्छौ हेर है. हाइड्रोजन बन्डिङ यस्तो हुन्छ छड्के, यसमा चाहिँ यता होला, यसमा पनि यता होला, यसमा चाहिँ यता होला, यसमा चाहिँ यता होला. हो यसरी यो चाहिँ अर्गनाइज्ड हाइड्रोजन बन्डिङ भयो. सो एन्टी प्यारललमा चाहिँ है देयर इज अर्गनाइज्ड एच बन्डिङ है, एच बन्डिङ है. दिस इज अर्गनाइज्ड हाइड्रोजन बन्डिङ हुने भयो एन्टी प्यारललमा चाहिँ. ओके, एन्टी प्यारललमा चाहिँ अर्गनाइज्ड एच बन्डिङ. प्यारललमा चाहिँ देयर इज है डिसअर्गनाइज्ड एच बन्डिङ भयो. सो जहाँ बन्डिङ चाहिँ अर्गनाइज्ड हुन्छ त्यहाँ चाहिँ त्यसको बोन्ड स्ट्रेन्थ इज स्ट्रङ्गर इन अर्गनाइज्ड है, स्ट्रङ्गर इन अर्गनाइज्ड बोन्ड है. अर्गनाइज्ड बोन्डमा चाहिँ बोन्ड स्ट्रेन्थ चाहिँ स्ट्रङ्गर हुन्छ. त्यसैले एन्टी प्यारलल स्ट्रेन्थ इज मोर स्टेबल के. एन्टी प्यारलल बीटा प्लेटेड शीट इज मोर स्टेबल है, है. एन्टी प्यारलल बीटा प्लेटेड शीट इज मोर स्टेबल है. यो कुरा बुझिराख, यति बुझिराख अहिले है. अनि टर्सियरी स्ट्रक्चरमा जाम है. एन्टी प्यारलल बीटा प्लेटेड शीट इज मोर स्टेबल देन द प्यारलल बिकज देयर इज अर्गनाइज्ड हाइड्रोजन बन्डिङ है. यति बुझिराख. सो टर्सियरी स्ट्रक्चर है 3D अथवा 3 डिग्री टर्सियरी स्ट्रक्चर है, टर्सियरी स्ट्रक्चर. So it is formed by the folding of the further folding of the secondary structure को further folding है. So पहिला चाहिँ secondary structure fold है, secondary structure folds to form domains है, secondary structure folds to form domains है. Domains are functional unit of proteins, functional unit of polypeptides है. functional unit of proteins भन्छ, त्यसलाई चाहिँ functional unit of proteins भन्छ हैन. अनि each tertiary structure contains है, tertiary structure contains one or more domains है. So domains are the functional unit of proteins and each tertiary structure contains one or more domains के. टर्सरी स्ट्रक्चरमा चाहिँ एक अथवा एक भन्दा धेरै डोमेन्स हुन्छ है. सो यो सेकेन्डरी स्ट्रक्चर भयो. दिस इज अल्फा हेलिक्स एन्ड दिस इज द बीटा प्लेटेड शीट है. दिस इज बीटा प्लेटेड शीट. यो बीटा प्लेटेड शीट है, अल्फा हेलिक्स है, बीटा प्लेटेड शीट है. दिस इज द बीटा प्लेटेड शीट है, दिस इज द बीटा प्लेटेड शीट एन्ड अल्फा हेलिक्स. इट विल फर्दर फोल्डेड हैन टु फर्म अ folded polypeptide 3-dimensional structure. Folded polypeptide 3-dimensional structure. This is the folded polypeptide 3-dimensional structure. 3-dimensional structure. Dimensional folded structure. This is the 3-dimensional folded structure. This is the tertiary structure. Simply यसको चाहिँ नाम चाहिँ यति नै हो, tertiary structure. तर अब यसमा चाहिँ हेर है, मैले सेकेन्डरी स्ट्रक्चरमा हाइड्रोजन बन्डिङको कुरा गरेको थिएँ है. अब यसमा चाहिँ स्टेबलाइज्ड बाई बोर्डिङ है, स्टेबलाइज्ड बाई नंबर 1 is hydrogen bonding. Obviously there is hydrogen bonding, there is disulfide linkage. Okay, there is disulfide linkage है, there is disulfide linkage है, S linkage है, there is disulfide linkage है. There is strong ionic bond है, strong ionic bond also है, ionic bond हैन. There is also van der Waals force के, van der
वाल्स फोर्स के है, देयर इज भ्यान डर वाल्स फोर्स है। ओके, तीन चारवटा कुरा हुन्छ। अनि हाइड्रोफोबिक इन्टरेक्सन्स पनि भन्छ है कोही कोहीले, हाइड्रोफोबिक इन्टरेक्सन्स पनि है, फोबिक इन्टरेक्सन्स पनि है। भ्यान डर वाल्स हाइड्रोफोबिक इन्टरेक्सन, स्ट्रङ आयोनिक बोन्ड, डाइसल्फाइड लिङ्केज एज बोन्डिङ। सो डाइसल्फाइड लिङ्केज चाहिँ सल्फर कन्टेनिङ एमिनो एसिड है, जस्तै कि सिस्टिन भयो है, सिस्टिन एमिनो एसिडमा चाहिँ यसरी 3 डाइमेन्सनल स्पेसमा अरेन्ज हुँदाखेरि चाहिँ दुईटा सिस्टिन मोलिक्युल चाहिँ दे विल फर्म दि डाइसल्फाइड लिङ्केज है, डाइसल्फाइड लिङ्केज टु फर्म दि सिस्टिन है। सो दुईटा सिस्टिन मोलिक्युल दुईटा एमिनो एसिड, दुईटा सिस्टिन है, सिम्पली दुईटा सिस्टिन लिड्स द फर्मेसन अफ दि सिस्टिन है, सिस्टिन। ओके, यहाँ है फरक छ कुरा हेर है। दिस इज सिस्टिन, ओके, सिस्टिन, सिस्टिन दे विल फर्म दि सिस्टिन। यो फरक हो है, दुईटा सिस्टिन चाहिँ जब कम्बाइन हुन्छ त्यसले चाहिँ सिस्टिन दिन्छ है। सो सिस्टिन ई र यो ई नभएकोमा अलिकति झुक्केला हैन। सो दुईटा सिस्टिन मोलिक्युल चाहिँ डाइसल्फाइड लिङ्क भएर, दिस इज डाइसल्फाइड लिङ्क है, डाइसल्फाइड लिङ्क्ड भएर है, डाइसल्फाइड लिङ्क्ड भएर त्यसले चाहिँ सिस्टिन दिन्छ है, सिस्टिन। ओके, सिस्टिन, यो कुरा पनि बुझिराख है डाइसल्फाइड लिङ्केजमा। ओके, अब यो भयो। अब चाहिँ क्वाटर्नरी स्ट्रक्चर है, क्वाटर्नरी स्ट्रक्चर है। ओके, क्वाटर्नरी स्ट्रक्चरमा जाऊँ है। ओके, क्वाटर्नरी स्ट्रक्चर, अथवा 4 डिग्री भन्छ है। अब यो जुन हाम्रो पोलिपेप्टाइड भनेको थियो नि, ओके, पोलिपेप्टाइड है, दिस इज द पोलिपेप्टाइड। यस्ता दुई तीनटा पोलिपेप्टाइड मिलेर है, दुई तीनटा पोलिपेप्टाइड मिलेर ओके, यसरी दुई तीनटा पोलिपेप्टाइड मिलेर एउटा होल एउटा प्रोटिन बनाउँदो रहेछ के, यस्तो प्रोटिन है, यस्तो प्रोटिन। दिस इज नोन एज द क्वाटर्नरी स्ट्रक्चर के, क्वाटर्नरी स्ट्रक्चर भनेको यो हो के। सो दुई तीनटा टर्सियरी स्ट्रक्चर मिलेर 2 or more than 2 है, 2 or more than 2 टर्सियरी स्ट्रक्चर है, टर्सियरी स्ट्रक्चरले चाहिँ क्वाटर्नरी स्ट्रक्चर बनाउँदो रहेछ है, क्वाटर्नरी स्ट्रक्चर है। सो क्वाटर्नरी स्ट्रक्चर भनेको चाहिँ अब यसको इक्जाम्पल हेर्छौँ भने जस्तै हेमोग्लोबिन है, हेमोग्लोबिनमा सिम्पली मैले माथि गराएको स्ट्रक्चर भने यसलाई हेमोग्लोबिन मान्ने भने दिस आर 2 आर दि अल्फा चेन्स है, एन्ड दिस 2 आर दि बीटा चेन्स। सो हेमोग्लोबिनमा दुईटा बीटा र दुईटा अल्फा चेन हुँदो रहेछ है, यति याद राख है। हेमोग्लोबिन इज अ क्वाटर्नरी स्ट्रक्चर अफ प्रोटिन है। फर्दर फोल्डिङ भयो टर्सियरी स्ट्रक्चर चाहिँ, अनि क्वाटर्नरी स्ट्रक्चर बन्यो है। अनि प्रोटिनको क्लासिफिकेसन हेर्छौँ भने क्लासिफिकेसन अफ प्रोटिन है, ओके, क्लासिफिकेसन अफ प्रोटिन है। प्रोटिनको क्लासिफिकेसन हेर्छौँ भने एउटा छ हाम्रो सेपको बेसिसमा है, सेपको बेसिसमा प्रोटिनलाई दुईटा ग्रुपमा है, एउटा चाहिँ हुन्छ फिब्रस है, फिब्रस एन्ड ग्लोबुलर है, ग्लोबुलर। ओके, फिब्रस भनेको फाइबर लाइक इलोङ्गेटेड भनेको हो कि, फिब्रस भनेको फाइबर लाइक इलोङ्गेटेड एन्ड ग्लोबुलर भनेको स्पेरिकल है, बल सेप्ड। ओके, फिब्रसमा चाहिँ लङ प्यारलल पोलिपेप्टाइड चेन हुन्छ है, फिब्रसमा हेर है, फिब्रसमा चाहिँ लङ प्यारलल पोलिपेप्टाइड चेन है, लङ प्यारलल पोलिपेप्टाइड चेन हुन्छ फिब्रसमा चाहिँ, दिस लङ प्यारलल पोलिपेप्टाइड चेन हुन्छ हैन। दिस फिब्रस प्रोटिन्स आर युजुअली इन्सल्युबल है, दिज आर युजुअली इन्सल्युबल एन्ड ह्याभ मेनी स्ट्रक्चरल रोल्स हैन, मेनी स्ट्रक्चरल रोल्स। इक्जाम्पलमा हेर्छौँ भने केराटिन है, केराटिन इन हेयर मसल, के अरे हेयर नेल स्किनमा चाहिँ केराटिन हुन्छ नि त। सो हेयर नेल स्किनमा भयो हैन। अनि कोलाजेन इज अल्सो फिब्रस प्रोटिन है, कोलाजेन इज अल्सो फिब्रस प्रोटिन। यसमा 3 चेन हुन्छ है, 3 चेन ट्विस्टेड है, ट्विस्टेड अराउन्ड अ सिंगल कमन एक्सिस है, ट्विस्टेड अराउन्ड अ सेन्ट्रल एक्सिस है, सेन्ट्रल एक्सिसमा ट्विस्ट भए हुन्छ के। जस्तै कोलाजेनको स्ट्रक्चर हेर्छौँ भने दिस इज द स्ट्रक्चर कोलाजेन के, ओके, दिस कोलाजेनको स्ट्रक्चर है, कोलाजेनको, दिस इज द स्ट्रक्चर कोलाजेन।
right, तीनटा alpha chain है, this is alpha 1, alpha 2, alpha 3. So तीनटा alpha chain twisted around a central axis है. This is the central axis. Okay, this is the central axis. This is the central axis. Okay, okay. Okay, this is the central axis. Central axis मा चाहिँ यसरी ट्विस्ट भा हुन्छ कि this is structure of collagen है. Collagen is also a fibrous protein है. Collagen भयो, keratin भयो, हैन? Fibrous protein example भयो है. अनि globular protein भन्ने हुन्छ this. Globular protein है. Globular protein है. Okay, globular protein, these are the spherical protein है. These are spherical protein. They are mostly present in the tertiary, complex tertiary form है. Complex tertiary and quaternary form है. They are mostly in complex tertiary र quaternary form है. Quaternary form मा exist गर्छ है. Okay, त्यसपछि चाहिँ spherical or globular in shape है. Spherical or globular in shape है. Globular in shape है. Shape है. They are usually soluble है. They are usually soluble. They are usually soluble is hydrophobic side chains है. Hydrophobic side chains चाहिँ सेन्टरमा हुन्छ कि जस्तै प्रोटिन अर्गनाइज हुने बेला प्रोटिन अर्गनाइज हुन्छ नि जब प्रोटिन चाहिँ यो प्रोटिन लिनिएज चेन भयो दिज आर द साइड चेन्स है. दिज आर साइड चेन्स है. प्रोटिनको साइड चेन्स यस्तो भयो भने इफ दिज आर हाइड्रोफोबिक है प्रोटिनको साइड चेन यसरी यो हाइड्रोफोबिक छ भने चाहिँ प्रोटिन अर्गनाइज हुने बेलामा कस्तो हुन्छ भन्दाखेरि फोल्डिङ हुने बेलामा यहाँ है प्रोटिनलाई सोल्युबल बनाउनको लागि दिस इज द स्ट्रक्चर भयो भने दिस आर ग्रुप आर प्लेस्ड टुवर्ड द सेन्टर है. सेन्टरतिर प्लेस गरेर हुन्छ कि सो द्याट इट डज नट इन्टरेक्ट विथ द आउटर इन्भाइरोमेन्ट है. यो आउटर इन्भाइरोमेन्टसँग इन्टरेक्ट नगरोस् भनेर यो हाइड्रोफोबिक पार्टलाई चाहिँ भित्रतिर राखिएको हुन्छ र यो हाइड्रोफिलिक पार्ट चाहिँ है यो हाइड्रोफिलिक पार्ट चाहिँ दिज आर प्लेस्ड आउटवर्ड के. सो आउटवर्ड हाइड्रोफिलिक राखेपछि दिस मेक्स प्रोटिन वाटर सल्युबल है. दिस मिन्स प्रोटिन वाटर सल्युबल बनाए प्रोटिनलाई वाटर सल्युबल. So most of the globular proteins are the water soluble किन भन्दाखेरि तिनीहरुको सेन्ट्रल कोरतिर चाहिँ हाइड्रोफोबिक ग्रुप राखेको हुन्छ र आउटर सर्फेसतिर चाहिँ हाइड्रोफिलिक ग्रुप राखेको हुन्छ के. सो दिस आर दी प्रोटीन वाटर soluble. These proteins, globular proteins, most of the globular proteins are the water soluble. Usually soluble भनेको कारण चाहिँ त्यो हो. जस्तै मेनी इन्जाइम्स है. एक्जाम्पल ग्लोबुलर प्रोटिनको इन्जाइम्स भयो है. इन्जाइम्स भयो. हेमोग्लोबिन नै भयो. हेमोग्लोबिन भयो है. इन्जाइम्स हेमोग्लोबिन मायोग्लोबिन दिज आर द ग्लोबुलर प्रोटिन्स. यो ग्लोबिन जोड्ने चाहिँ ग्लोबुलर प्रोटिन्स है. दिज आर द ग्लोबुलर प्रोटिन्स. ओके, समथिङ कल्ड इज डिनेचुरेसन है. डिनेचुरेसन अफ प्रोटिन्स भन्ने चाहिँ अफ प्रोटिन्स है. प्रोटिन्स कुनै पनि प्रोटिन चाहिँ अप्टिमम pH र अप्टिमम टेम्परेचरमा काम गर्छ है. सो a protein works at certain pH and temperature है. and temperature called optimum है. optimum pH and optimum temperature है. optimum pH र optimum temperature भन्छ. यसको अब यो डिनेचुरेसन भनेको कस्तो भन्दाखेरि इट्स अ डिस्ट्रप्सन है. द डिस्ट्रप्सन अफ quaternary, tertiary and secondary structure of protein है. secondary structure of proteins to the primary structure है. so तिम्रो प्रोटिन माना यस्तो थियो. तिम्रो प्रोटिन this is the protein है. तिम्रो प्रोटिन चाहिँ okay, this is the protein. okay, this is your protein है. तिम्रो प्रोटिन यस्तो थियो भने this is your protein. अब यो प्रोटिन चाहिँ तिमीले हिट गर्यो है. यसलाई हिट गर्यो भने it will convert into the single polypeptide के. single polypeptide chain हुन्छ है. single polypeptide chain हुन्छ. ओके, single polypeptide chain भयो. It's converted into single polypeptide है. यो single polypeptide है. this is the quaternary structure, this is the tertiary structure. अब यो single polypeptide बाट चाहिँ एउटा सिंगल पोलिपेप्टाइड बाट चाहिँ it will change to the alpha helical structure के. ओके, alpha helical structure है. alpha helical अथवा बीटा प्लेटिड structure है.
रिलेटेड स्ट्रक्चर अनि यो फर्दर हिट गरेपछि चाहिँ इट विल चेन्ज इन द लिनियर चेन अफ एमिनो एसिड के लिनियर चेन अफ एमिनो एसिड है सो दिस इज प्राइमरी स्ट्रक्चर दिस इज सेकेन्डरी स्ट्रक्चर है सो अब यो डिनेचुरेसन भनेको इट इज अ ग्रेजुअल प्रोसेस है पहिला प्रोटिन टर्सरी के अरे क्वाटरनरी हुन्छ क्वाटरनरीबाट हिट गरेपछि टर्सरी फर्ममा आउँछ टर्सरीबाट सेकेन्डरी अनि सेकेन्डरीबाट प्राइमरी स्ट्रक्चरमा आउँछ बट अझ एउटा इम्पोर्टेन्ट कुरा यो प्राइमरी स्ट्रक्चर भनेको त यो दिज आर द अमाइड लिङ्केज तर यो अमाइड लिङ्केज चाहिँ ब्रेक भएर चाहिँ इन्डिभिजुअल एमिनो एसिड चाहिँ आउँदैन है किन भन्दाखेरि अमाइड लिङ्केज भनेको दिस अमाइड लिङ्केज है अमाइड लिङ्केज आर भेरी स्ट्रङ कोभ्यालेन्ट इन्टरेक्सन है भेरी स्ट्रङ कोभ्यालेन्ट बोन्ड है दिस आर द भेरी स्ट्रङ कोभ्यालेन्ट बोन्ड होइन यसको लागि चाहिँ एकदमै हाई टेम्परेचर है फर ब्रेकिङ अफ पेप्टाइड बोन्ड होइन ब्रेकिङ अफ पेप्टाइड बोन्डलाई तिमीले तोड्नको लागि ब्रेकिङ अफ पेप्टाइड बोन्ड रिक्वायर्स होइन हाई कन्सन्ट्रेसन अफ एसिड है एसिडको हाई कन्सन्ट्रेसन र हाई टेम्परेचर है सो यो चाहिँ नन इन्जाइमेटिकली ब्रेकडाउन है नन इन्जाइमेटिक ब्रेकडाउन अफ पेप्टाइड बोन्ड नन इन्जाइमेटिक ब्रेकडाउन अफ पेप्टाइड बोन्डको लागि चाहिँ हाई एसिड कन्सन्ट्रेसन र हाई टेम्परेचर हुन्छ तर इन्जाइमेटिक ब्रेकडाउनको लागि त सर्टेन प्रोटिएजेसहरू छन् हाम्रो शरीरमा सर्टेन प्रोटिएजेस है प्रोटिएजेस आर द प्रोटिन डाइजेस्टिङ इन्जाइम है दिस आर द प्रोटिन डाइजेस्टिङ इन्जाइम है दिस इन्जाइम्स क्यान इन्जाइमेटिकली डाइजेस्ट द पेप्टाइड बोन्ड है टु लिबरेट द फ्री एमिनो एसिड्स है र यो प्रोटिएजेसमा सबैले कमनली सम्झिने दिट इज पेप्सिन है पेप्सिन भयो ट्रिप्सिन भयो है पेप्सिन ट्रिप्सिन दिज आर द प्रोटिएजेस है कमनली फाउन्ड इन जिआई ट्र्याक्ट है जिआई ट्र्याक्टमा पाइने पेप्सिन ट्रिप्सिन भनेको चाहिँ इन्जाइमेटिक ब्रेकडाउन अफ द पेप्टाइड बोन्ड गराउँछ है तर नन इन्जाइमेटिकली चाहिँ हाई कन्सन्ट्रेसन अफ एसिड र हाई टेम्परेचर चाहिँदो रहेछ नन इन्जाइमेटिक ब्रेकडाउनको लागि चाहिँ ओके यो भयो है अब प्रोटिनको फङ्सनको बारेमा कुरा अब बायोकेमिकल फङ्सन भन्छ होइन शरीरमा कता काम लाग्छ भनेर है प्रोटिनको बायोकेमिकल फङ्सन है बायोकेमिकल फङ्सन सो बायोकेमिकल फङ्सन अफ प्रोटिन है सो नम्बर 1 मा एन्टिबडिज है एन्टिबडिज आर अल्सो प्रोटिन है दिस हेल्प इन द इम्युन रेस्पोन्स है इम्युनिटी है दिस आर associated with the immunity help in immune responses immune responses immunity they are circulated in blood helps in phagocytosis of microbes microbes को phagocytosis गराउन है phagocytosis by opsonization है opsonization है यो खासमा के हो भन्दाखेरि opsonization भनेको यो ब्याक्टेरिया भयो दिस ब्याक्टेरिया अब यहाँ एन्टिबडी आयो है दिस इज एन्टिबडी यो एन्टिबडी चाहिँ यो ब्याक्टेरियाको सर्फेसमा आएर कोट भइसकेपछि यसरी स्ट्याम्प लगाइसकेपछि अथवा ट्याग गरिसकेपछि बल्ल तिम्रो यो म्याक्रोफेजले चाहिँ हैन बल्ल तिम्रो यो म्याक्रोफेजले चाहिँ खाने हो के माइक्रोफेजले चाहिँ यसलाई किल गर्ने हो सो माइक्रोफेजले किल गर्नलाई चाहिँ एन्टिबडी चाहिन्छ त्यसो हुनाले चाहिँ यसको काम चाहिँ इट्स हेल्प्स इन फेगोसाइटोसिस एन्ड अप्सोनाइजेसन है अप्सोनाइज गर्नु भनेको ट्याग लाउनु र फेगोसाइटोसिस भनेको हेल्प्स इन फेगोसाइटोसिस भनेको माइक्रोफेजलाई चाहिँ यो खा भन्नु सिग्नल दिनु हो कि एन्टिबडीजको काम है अनि त्यस्तै गरेर कन्ट्र्याक्टाइल प्रोटिन्स हुन सक्छ है एन्टिबडीज भयो कन्ट्र्याक्टाइल प्रोटिन्स भयो है कन्ट्र्याक्टाइल प्रोटिन्स तिमीले पढ्दै गरेको एक्टिन मायोसिन है एक्टिन मायोसिन भन्ने चाहिँ एक्टिन मायोसिन कन्ट्र्याक्टाइल प्रोटिन दिज आर एबन्डेन्टली फाउन्ड इन है मसल्समा पाइन्छ नि त मसल्समा पाइन्छ तिम्रो भयो सेल साइटोस्केलेटनमा पनि है साइटोस्केलेटनमा पनि पाइन्छ है सेल साइटोस्केलेटनमा पनि फर्मेसन अफ द स्युडोपोडिया है स्युडोपोडिया फर्मेसनमा पनि कन्ट्र्याक्टाइल प्रोटिन्सको रोल आउँछ है अनि मसल कन्ट्र्याक्सन भयो है मसलमा चाहिँ एबन्डेन्टली पाउने नै भयो एक्टिन मायोसिन त त्यस्तै गरेर अर्को रोल हुन्छ इन्जाइम्स है यो बायोलोजिकल मेटाबोलिक रिएक्सन क्याटालाइज गर्ने हैन दिस इज द क्याटालिस्ट हैन दिस इज द बायोलोजिकल क्याटालिस्ट
biological catalyst. These are the biological catalyst. है, these are catalyst हैन. It alters the rate of metabolic reactions है. metabolic reactions को रेटलाई अल्टर गर्ने गर्छ है. सो इन्जाइम्स को पनि धेरै कुरा छ, पछि आउनेवाला छ. त्यस्तै गरेर हार्मोनल प्रोटिन्स हुन सक्छ है. सम हार्मोनल प्रोटिन्स है. हार्मोनल प्रोटिन्स एज अ हार्मोन पनि हुन सक्छ है. जस्तै हार्मोनल प्रोटिन्समा कुन आउँछ भन्दाखेरि तिम्रो इन्सुलिन भयो है. इन्सुलिन भयो, ऑक्सिटोसिन भयो है. ऑक्सिटोसिन, सोमाटोट्रोपिन है. ऑक्सिटोसिन, इन्सुलिन, सोमाटोट्रोपिन, दिज आर द हार्मोनल प्रोटिन्स है. त्यस्तै गरेर स्ट्रक्चरल प्रोटिन्स पनि हुने गर्छ है. स्ट्रक्चरल प्रोटिन्स है. स्ट्रक्चरल प्रोटिन्समा तिम्रो कोलाजेन भयो है. कोलाजेन, केराटिन है. केराटिन, इलास्टिन यिनीहरू भनेको इलास्टिक स्ट्रक्चरल प्रोटिन भयो है. स्ट्रक्चरल प्रोटिन चाहिँ ज्यादा स्ट्रक्चरल कोलाजेन नेल हेयर स्किनमा, केराटिन चाहिँ कोलाजेन चाहिँ कनेक्टिभ टिस्युमा चाहिँ, केराटिन चाहिँ नेल हेयर स्किनमा भयो. इलास्टिन पनि कनेक्टिभ टिस्युमा पाइन्छ है. अनि कोलाजेन बोनमा पनि पाइन्छ. अनि स्टोरेज प्रोटिन तिम्रो स्टोर गर्ने स्टोरेज प्रोटिन चाहिँ लाइक द एल्बुमिन अफ एग है. एल्बुमिन अफ एग, त्यसपछि गएर केसिन अफ मिल्क है. दिज आर द स्टोरेज प्रोटिन्स है. अनि ट्रान्सपोर्ट प्रोटिन्स पनि हुन्छ कि. सो अझ एउटा हुँदो रहेछ ट्रान्सपोर्ट प्रोटिन्स पनि. ट्रान्सपोर्ट प्रोटिन्स है. ट्रान्सपोर्ट प्रोटिन्स भने चाहिँ तिम्रो चाहिँ क्यारियर प्रोटिन्स पनि हुनसक्छ है. क्यारियर प्रोटिन्स भयो है. क्यारियर प्रोटिन्स, दिज आयन च्यानल्स है. आयन च्यानल्स आर अल्सो प्रोटिन्स है. क्यारियर प्रोटिन्स, आयन च्यानल्स, दिज ट्रान्सपोर्ट है. अनि हेमोग्लोबिन इज अल्सो ट्रान्सपोर्ट प्रोटिन है. हेमोग्लोबिन इज अल्सो ट्रान्सपोर्ट प्रोटिन है. दिस इज अल्सो ट्रान्सपोर्ट प्रोटिन. इट क्यारिज अक्सिजन के है. क्यारी अक्सिजन है. ओके, ट्रान्सपोर्ट भयो. अनि इलेक्ट्रोन ट्रान्सपोर्ट चेनमा तिम्रो साइटोक्रोम है. साइटोक्रोम इज अल्सो ट्रान्सपोर्ट प्रोटिन. इलेक्ट्रोन ट्रान्सपोर्ट चेन है. इटिसीमा इलेक्ट्रोन ट्रान्सपोर्ट चेनमा साइटोक्रोम इज अ ट्रान्सपोर्ट प्रोटिन अफ द इलेक्ट्रोन के. इलेक्ट्रोन ट्रान्सफर गर्छ नि त. सो अनि यति नै थियो आज प्रोटिनको बारेमा यति नै थियो. अब हामी नेक्स्ट लेक्चरमा चाहिँ इन्जाइम्स पढ्छौँ है. इन्जाइम्स विच इज इम्पोर्टेन्ट टपिक फर सी है. सो इन्जाइम्स अनि प्रोटिनको बारेमा यति नै. हस्, थ्याङ्क यू, बाई गाइज.